सबैजनालाई र आज चाहिँ म र मेरो हस्बेन्ड चाहिँ दुईजना चाहिँ हामी तिमीतार्कु जानु लागेको छौँ र त्यहाँको फुलहरू त सबै फुलिसक्यो भन्दैछ थाहा छैन तर कस्तो के छ त्यही पुगेर याद हुन्छ है र कस्तो के रहेछ तपाईँहरूलाई पनि देखाउनेछु जाँदैछ हामी चाहिँ दुईजना बुढाबुढी अहिले चाहिँ हामी फिलहाल गान्तोकदेखि कहाँ पुग्यो भन्दा चाहिँ अहिले चाहिँ रानीपुल पुग्यो मजा आउँदैछ हामी कति बजी निस्केको 8:30 होला यो ब्लग कतिखेर गर्दै थिए हेर्न अहिले तपाईको हामी चाहिँ अहिले सिङतामबाट जाँदैछु कस्तो डरलाग्दो बाटो मेरो बुढाले चाहिँ ग्लोभ्स ल्याउनु बिर्सेछ राति यहाँ सुत्नेहरूलाई त डिस्टर्ब हुन्छ होला त यता सुत्नेहरूलाई त यो चाहिँ कता भन्छ सिङतामबाट क्रस भएको है हामी साउथ सिक्किम आइपुग्यो हामी साउथ सिक्किम आइपुगे सिङताम क्रस गरेर साउथ सिक्किम आइपुग्यो मेरो बुढाले चाहिँ हामी चाहिँ मोमोसम्म खायो सिङताममा बसेर मोमो खायो मेरो बुढाले छोला भटुरेहरू के खायो त्यहाँदेखि चाहिँ हामी चाहिँ लाग्यौँ फेरि कतिखेर पुग्ने हो थाहा छैन यस्तो रहेछ दुईजना बुढाबुढी गीत गर्दै जानुपर्छ ल अब ल सररा सररा भन्दै रिल्स बनाउनुपर्छ यो जग्गा भन्छ शेरवानी है यो चाहिँ शेरवानी अरे मलाई त्यस्तो म सिक्किमकै मान्छे हो र पनि त्यस्तो थाहा छैन त्यति घुम्दैन आवाज तर एक प्रकार मजा आउँदो रहेछ है बुढाबुढी मात्रै घुम्नु पाउँदा पनि है मजा आउँदो रहेछ मलाई त मजा लाग्यो दिदी तिमीतार्कु यहीँबाट जान्छ त है फोटो खिच्नु पर्यो तपाईको यति दामी दृश्य हुनु नि दामी नै रहेछ आँखाबाट आँसु निस्क्यो नि हौ अहिले हामी चाहिँ कहाँ आइपुगेको छ भने यो चाहिँ कहाँ याङयाङ डाँडा हो हामी बाटोमा आउँदा आउँदै हामी यहाँ स्कुटी राखेर चाहिँ यस्तो हेरेको क्या दामी देख्दो रहेछ यहाँ बस्दा म फोटो खिचिदिन्छु के मजाको है परसम्म कस्तो लाग्यो तपाईँलाई मजा आउँदैछ एउटा इन्टरभ्यूले
हामी चाहिँ आइपुग्यो है हिँड्दैछौँ यस्तो जग्गा जहाँ कि खै त चेरी त छैन रहेछ सबै फुलिसकेछ है बुढा औ कस्तो लाग्यो यहाँनिर कस्तो लाग्यो तपाईँलाई दामी लाग्यो तर फुल फुलेको हेर्नै पाएन हो पर कञ्चनजङ्घा त यति दामी देख्दैछ तर अब कसरी क्याप्चर गर्नु हामी चाहिँ फाइनली आइपुगेका छौँ जे होस् चेरी फुलेको हेर्नु पाएँ नपाए पनि एटलिस्ट आइपुग्यौँ एउटा बस्छ फोटो मेरो बुढाले चाहिँ फोटो खिच्ने रे मेरो हुन्छ यता पनि हाई वी आर डुइङ के अरे नाम कुनै यो पर्दैन यो छोड्नु म चाहिँ हाइटसम्म पुरा डर लाग्छ त्यसै हो तर के छैन डर के आगे जिते है सुमी मोरे मुटु फ्यात्ता भयो घरको माथिको छतबाट तल हेर्न नसक्ने मान्छे मलाई हाइटसँग पुरा डर लाग्छ नि त एक डङ्गो पारेर नि उकालो लानुहोस् ल हेयर ब्यान्ड छ होइन क्लिप हुँदैन हेयर ब्यान्ड छ भने मात्रै रबर ब्यान्ड 400 होइन छोडिदिनुहोस् कि यसो गर्नुहोस् न यो पैसा काटिहाल्नुहोस् न एकछिन पाउनुहोस् ल एक डल्लो पार्नुहोस् एक डल्लो पार्नुहोस् अन्त उकालो दिनुहोस् छोडिदिनुहोस् पर पुग्दो रहेछ नि परदिन चाहिँ हिँड्दै आउनु है म चाहिँ जानु आँटेको चाहिँ यति टाढो पर तपाईँ कहाँ हुनुहुन्छ अहिले ए पर झन्डा लेखेको डराउने भए पनि अब म चाहिँ यहाँ ट्राई गर्न आँटेको छु कुन चाहिँ ल हो त्यही खुट्टा उठाउनुहोस् उठाउनु र अहिले चाहिँ हामी दुईजना बुढाबुढी यहाँनिर तिमी तार्कुमा यस्तो यहाँ चाहिँ जिप लाइन गऱ्यो हामीले ऊ पर तपाईँहरूले देख्नुहुँदैछ नि यहाँदेखि लिएर सर यहाँसम्म आयो है र यसको चाहिँ एकजनाको 400 रुपियाँ है र गरेको मजा आयो मजा चाहिँ तर एकछिन मात्रै फेरि त्यहाँदेखि यहाँदेखि चाहिँ फेरि हिँड्दै जानुपर्ने रहेछ परनिर हो ब्याक अन्त जे होस् आजको दिन मजा आयो अन्त यही हो यस्तो छ अहिलेको यहाँ चाहिँ तपाईँहरू पनि आएर गर्न सक्नुहुन्छ तर अहिले चाहिँ चेरी चाहिँ फुलेको चाहिँ छैन फुलेर सकेको हो कि के हो कतिजनाले भन्छ फुलिसकेको यो वर्ष यति नै हो भन्छ है र कतिले भन्छ अझै टाइम लाग्छ अरे अब 1 हप्ता बादमा आउँदा राम्रो हुन्छ भन्दैछ तर पनि हामीले हेर्नु नै पाइन हाम्रो किस्मतमै थिएन रहेछ हो र मेरो बुढा जो पर जानुहुँदैछ र जे होस् मजा आयो आज हामी कहाँ जान्छौँ के गर्छौँ तपाईँलाई देखाउने छु ए हामी चाहिँ अहिले तल टिमिटी गार्डन गएर त्यसपछि अहिले चाहिँ हामी यहाँनिर के भन्छ तारे भिर हेर्नु आएको
यो बुढा चाहिँ पर छ र सुमी यस समय तारेभिरमा हिँडिरहेको छ स्वाङ चाहिँ म पनि छु हो र यो भ्यू पोइन्टहरू साह्रै नै राम्रो तारेभिरको ऊ पर चाहिँ कालेबुङ डाँडा हो त्यति कालेबुङ बजार हो हेर्नु सक्नुहुन्छ यस हामी चाहिँ अहिले चाहिँ कहाँ छौँ भन्दाखेरि चाहिँ तारेभिरमा आएको भिरै भिर हेर्नु भन्दा जस्तो भयो नि कस्तो भयो पुरा मजा आयो तपाईँलाई आजको दिन मलाई त एकदम रमाइलो लाग्यो यो भिर हेरेर मुटु काप्यो गिटार बोकेर आउनु पर्ने रहेछ यता चाहिँ कस्तो डरलाग्दो है पुरा यहाँ बस्थ्यौँ है तारेभिरको नजरिया पनि आज यस्तो हामी कति बजी अहिले 3:30 मा पनि हामी